हेर, समस्या समय र भाग्यमा मात्रै हुँदैन। त्यसैले दोष उता थुपारेर आफ्ना गल्ती सुधार्न भन्दा लुकाउनु खोज्नु आफैप्रतिको गद्दारी हुन सक्छ। आफू अघि बढेको छैन, जहाँको त्यही छु, समय कहाँबाट कहाँ पुग्यो, अरू कहाँबाट कहाँ पुगे भनेर केवल ग्लानीको मात्रै सोच आउँछ भने एकपटक सोच, आफूलाई फर्केर हेर। के समयसँगै अघि बढेको महसुस हुनलाई समयको सही प्रयोग गरिरहेको छौ त? खासै छैन होला। हेर, समय खेर फाल्नुको मूल्य तिमी आफैले बिहोर्नुपर्छ। त्यो पनि पछुतोको थुप्रोमा गाडिएर, जसको कुनै अर्थ नै हुँदैन। कोसिस गर, फेल हो, गल्ती गर, भए सफल नभए पाठ सिक, तर समयसँगै अघि बढ्ने प्रयास गर्न नछोड। हामीले गर्ने हरेक क्रियाकलाप, बोली, व्यवहार र कामहरू मस्तिष्कमा सानो विचारको रूपमा जन्मिन्छन् र क्रियाको रूपमा देखा पर्छन्। पहिला सही विचारको बीज मस्तिष्कमा रोप। यदि कोही आउला, हात समाइदेला, खोला तारिदेला भनेर बसेको छौ भने कुर्दा कुर्दै खोलाले ठाउँ फेर्ला। तिमी जहाँको त्यही हो।